पानीमा राखेको पावर इलेक्ट्रिक पनि राख्छौँ र वायुमण्डलमा फ्रीमा पाउने यस्तो विधि अक्सिजन छ यहाँ यसबाट हामी सक्छौँ कोही बिरामी भयो भने हामी सोध्छौँ के हो हस्पिटलाइज के भयो अक्सिजन कम्या बाबा अक्सिजन त फ्रीमा पाइरहेका यस्तो फ्रीमा पाइरहेका चिज पनि नप्रिय भन्नु त भएन त्यसै कारणले म के भन्छु सानो मगज उमेरमा अर्को एउटा बाबालाई धन्यवाद दिनुपर्छ म आफ्नै घरको 3 तला थियो अनि बाबाकै कृपाबाट 5-7 वर्ष ज्ञानमा लागिसकेपछि अचानक त्यो ट्र्याङ्कुलाइजर सबै छुट्यो तालिम यो बाबाको आज 32 वर्ष हो मलाई नर्स अनि माताजीहरूले चाहिँ नि दाहिने हात नाभिभन्दा तल देब्रे हात यसरी माथि हामी भाइजीहरूले